आज चाहिँ क्रिसमसको इभ रहेछ है। यो चाहिँ हामी ठ्याक्कै जकार्तामै छौँ है। यहाँ चाहिँ क्राउड हेर्नुहोस् है। यहाँ चाहिँ मान्छेको भिड रहेछ है। उहाँहरू कसैले गेम खेलिराख्नु भएको छ, कसैले फोटो खिचाइराख्नु भएको छ। मान्छेको भिड छ। आज यति भिड छ, तर सन्डे चाहिँ यहाँ कार फ्री डे हुन्छ। एउटा पनि गाडी चल्दैन। अहिले त जाम पनि भइरहेछ, बिस्तारै गाडीहरू पनि हिँडिरहेछ। त्यो दिन मान्छे मात्रै हिँड्छ। सन्डे बिहानदेखि 11 बजेसम्म मात्रै हुन्छ। त्यो पनि हेर्नुहोस् है, कस्तो राम्रो डेकोरेट गरेको छ। बाहिर यताभित्र पनि यसमा चाहिँ हजुरले विश गर्नुहोस् है, माग्नुहोस्, हजुरको पुरा हुन्छ भनेर उहाँहरूको भनाइ छ। हेर्नुहोस् भिड है, मान्छे। यहाँका मान्छेहरू सबै फेस्टिभल मुडमा हुनुहुन्छ। उहाँहरू हेर्नुहोस् है, सबैजनाले भिडियो बनाइराख्नु भएको छ आफ्नो। अर्को साइडमा गाडीहरू पनि चलिरहेछ। हेर्नुहोस् सबैजनाको यो चाहिँ पब्लिक रहेछ है, ट्रान्सपोर्टेसन। हेर्नुहोस् सबैजनाले वेट गर्नुहुन्छ, त्यहीबाट चढ्नुहुन्छ। रोक्छ। हेर्नुहोस् अब मान्छे जाने बाटो भयो। अब हामी जान्छौँ। उता रोड क्रस गरिरहेछ, जताततै भिड छ। आज पब्लिक गाडी हिँड्ने छ, यस्तो रहेछ। हेर्नुहोस् है, सिङ्गल उनीहरूको बाटो हुन्छ, उनीहरूको जाम त्यति पर्दैन। प्राइभेटवालाहरू उताबाट हिँड्छ, पब्लिकवालाको जाम हुँदैन। मैले हजुरहरूलाई एउटा कुरा अस्ति भन्न बिर्सेछु म आफ्नो फर्स्ट भिडियोमा। यहाँनिर जुन हलमा हामी मुभी हेर्न जान्छौँ, जसरी हाम्रोतिर इन्टरभल हुन्छ, यतातिर इन्टरभल हुँदैन। जति आवरको होस्, 3 आवर्स भनौँ नि, जति आवर्स मुभी छ त्यसमा चाहिँ इन्टरभल हुँदैन। कन्टिन्यू हेरेको हेरै। र अर्को सबभन्दा राम्रो कुरो के रहेछ, जसरी हामी खान्छौँ त्यहीँनिर छोडिदिन्छौँ, यतातिर त्यो चाहिँ हुँदैन। त्यहाँ राखेको हुन्छ डस्टबिन, त्यहाँ लग्नुहोस्, सबैजनाले आफ्नो आफ्नो उठाएर लग्छ र त्यहाँनिर मजाले हाल्नुहुन्छ। यतातिरको के चलन रहेछ, उहाँहरू चाहिँ घरमा हामी जस्तो खाना पकाउनु हुन्न है। हाम्रो त एटलिस्ट 2 छाक त पकाउँछौँ नै पकाउँछ, तर उहाँहरूको घरमा खाना पकाउने चलन छैन। उहाँहरूको घरमा खाना पाक्दैन र उहाँहरूले के गर्नुहुन्छ, बाहिरै खानुहुन्छ सबैजना। बेलुका हुनासाथ 5 बजेपछि सबैतिर प्याक हुन्छ यतातिर हैन। आफ्नो क्षमता अनुसार कोही रेस्टुरेन्टमा, कोही बाहिर, कोही रोडमा, सबैजना आफ्नो क्षमता अनुसार खानुहुन्छ। तर उहाँहरूको घरमा खाना पाक्दैन। सबभन्दा राम्रो कुरा हुन्छ यता यस्तै हो। बच्चाहरू लिएर सबैजना खाना पकाउनु पर्दैन, एकदम रिल्याक्स यताको मान्छे। हामी जस्तो नो टेन्सन। हामीलाई त धेरै टेन्सन छ, खाना पकाउनु पर्छ है। अनि यता चाहिँ 2 दिनको बिदा हुन्छ। सबैजना शनिबार र आइतबार ठ्याक्कै घुम्न गइहाल्नुहुन्छ, किनभने टेन्सन हुँदैन। हाम्रो त के हो बाहिर निस्किनै गाह्रो। सबैजना बाहिर, कोही कहाँ। नारियल पानी खाने मन थियो, तर त्यो चाहिँ अहिलेसम्म कहीँ पनि भेटाइन। यो म्याङ्गो थाई खाइरहेछौँ। अब हेरौँ कस्तो हुँदो रहेछ। अहिले रातिको 10 बजिरहेछ। म्याङ्गो थाई आइसक्यो। अब म टेस्ट गर्छु, हेरौँ कस्तो भएको छ। तर यहाँको चाहिँ फ्रुट्सहरू, हरेक फलहरू यस्तो गुलियो धेरै मिठो हुँदो रहेछ। यता चाहिँ म्याङ्गोलाई, आँपलाई माङ्गा भन्छ। रातिको 10 बजेको जाम हेर्नुहोस् है। यहाँ धेरै जाम हुन्छ। मेट्रो छ तै पनि धेरै है, यस्तो जाम छ है। यहाँ चाहिँ एमआरटी पनि छ, एलआरटी पनि छ, सिटी ट्रेन पनि छ। तै पनि रातको 10 बजे यस्तो जाम। उहाँहरूको खाने ठाउँ यस्तै खाना हुन्छ। उहाँहरूले खाना पकाउनु यस्तै चारैतिर। उहाँहरूले खाना बोकेर गइराख्नु भएको छ। अब घरमा गएर खानुहुन्छ होला सायद।
तर खाना बोकेर गइरहेको सबैको त्यही रहेछ हातमा खाना। उहाँ चाहिँ न्युजको रिपोर्टर हुनुहुन्छ, उहाँ चाहिँ लिइराख्नु भएको छ इन्टरभ्यू। पुलिसलाई पोलिसी भन्दो रहेछ। आफ्नो अपार्टमेन्टमा आइसकेँ। यहाँ हेर्नुहोस् अहिले पनि मान्छेले बाहिर यस्तै हो खाना खाने सबैजना परसम्म छ। अहिले रातिको 10:30 बज्न लाग्यो। अब मान्छेहरू खानुहुन्छ अब जानुहुन्छ। पनि हाम्रो अपार्टमेन्टमा पनि यहाँ पुरै सजाउनु भएको छ। म आइपुगेँ। ओके बाई, गुड नाइट सबैजनालाई। फेरि म नयाँ ठाउँमा कहीँ घुम्न गयो भने म हजुरहरूलाई राख्छु। हजुरहरूले हेर्नुहोस् कस्तो लाग्यो भन्नुहोस् है।